केमिकल प्रयोग गरेर पकाएको आँप तुलसीपुर बजारमा छ्यापछ्याप्ती, अनुगमनमा तुलसीपुर उपमहानगरपालिका मौन। सिजन सुरु नहुँदै नेपालको अन्य बजारमा जस्तै दाङको तुलसीपुर बजारमा पनि पाकेको आँप बिक्री हुन थालेको छ। नेपाली आँप असार लागेपछि मात्रै पाक्ने भए पनि केमिकल अर्थात् कार्बाइड प्रयोग गरेर पकाइएको आँप यति बेला बजारदेखि गाउँ-गाउँसम्म पनि पुगिसकेका छन्। कार्बाइड नामक केमिकलले आँपलाई स्वास्थ्यका लागि हानिकारक बनाइदिन्छ। कार्बाइड प्रयोग गरी पकाइएको फलफुल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने जस्ता सामान्यदेखि फोक्सो, मुटु, मृगौलाको स्वास्थ्यमा समेत घातक असर पर्न जान्छ। राष्ट्रिय फलफुल विकास केन्द्रका अनुसार नेपालमा अगौटे जातको आँप पाक्ने स्वाभाविक समय अझै भइसकेको छैन। असार लागेपछि मात्र बजारमा आउनुपर्ने यो आँप बजारमा भने वैशाखको अन्तिम सातादेखि नै बिक्री हुन थालेको पाइएको थियो। आम नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने यस्ता केमिकल प्रयोग गरी पकाएका आँप बजारमा छ्यापछ्याप्ती बिक्री हुँदा पनि तुलसीपुर उपमहानगरपालिकाले अनुगमन गर्न चासो नै नदिएको पाइएको छ। तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित शाखा प्रमुख रेखा शर्मालाई अनुगमन गर्न किन चासो देखाउनु भएन भनेर प्रश्न गर्दा उनी भन्छन्, केही समय पहिले अनुगमन गर्दा बजारमा खासै आँप आइपुगेको थिएन। अहिले बजारमा छ्यापछ्याप्ती आँप आएको छ भन्ने सुन्नमा आएको छ। अब छिट्टै 1-2 दिनमा अनुगमन गर्ने र यस्ता आँप जफत गर्ने तयारी गरेका छौँ। योभन्दा अगाडि एकचोटि अनुगमन गरेका थियौँ सर। जस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको सरहरूसँग चाहिँ समन्वय गरिकन हामीहरूले गरेका थियौँ। कहिले गर्नु भएको? त्यति बेला चाहिँ त्यति आँप आइसकेको थिएन है सर बजारमा, त्यति धेरै आइसकेको थिएन। अहिले चाहिँ छ्यापछ्याप्ती छ। फेरि हिजो मात्रै कुरो भएको छ, अब आँप हेर्नुपर्छ भनेर हामीहरूले भनिरहेका छौँ। अब सायद 1-2 दिनमै हामीले आँपलाई मात्रै हेर्ने भनेर एउटा प्लान बनाएका छौँ सर। सुरुमा जाँदा चाहिँ त्यति आँप आइसकेको थिएन। फाटै फुट्टै कुनै पसलमा अलिअलि राखेको देखिन्थ्यो। त्यस्तो बेच्न पाइँदैन, यो केमिकल युक्त हो, उपभोक्ता स्वास्थ्यमा एकदमै फाइदा असर पर्छ भन्ने खालको कुराहरू उहाँहरूलाई गरेपछि हामी चाहिँ अब आइन्दा मगाउँदैनौँ भन्ने खालको कुरो उहाँहरूले गर्नुभएको थियो। कहीँ 2-4वटा पसलमा मात्रै देखिएको थियो सर त्यति बेला चाहिँ। आँपहरू त्यसरी आइपुगेको थिएन बजारमा हैन। अहिले चाहिँ छ्यापछ्याप्ती आएको छ भनेर सुनेर भएर हिजो चाहिँ हाम्रो खाद्य स्वच्छता दिवस पनि थियो र अनि खाद्य गुणस्तरको सरहरू र हाम्रो एउटा बजार अनुगमन टिम हुन्छ, उहाँहरूसँग चाहिँ हामीले एउटा समन्वय सहकार्य गरिकन एउटा सल्लाह गरेको छौँ। अहिले चाहिँ आँपलाई मात्रै टार्गेट गरौँ है बजारमा। एकदमै केमिकल युक्त विषादयुक्त आँपहरू बजारमा आएको छ। त्यसले उपभोक्तालाई डाइरेक्ट स्वास्थ्यमा असर पार्ने खालको आँपहरू छ। यो चाहिँ हामीले एकदमै निगरानी गर्नुपर्छ। त्यस्तो आँपहरू भेट्यो भने हामीले चाहिँ जफत गर्नुपर्छ र नष्ट गर्नुपर्छ र व्यवसायहरूलाई पनि यस्तो आँप राख्नु हुँदैन भन्ने खालको सुझाव निर्देशनहरू दिनुपर्छ है भन्ने खालको हिजो चाहिँ हामीले छलफल गरेका छौँ। र यो अब तुरुन्तै हामीले बजारमा हिँड्छौँ सर, आफै लागि हेर्ने भन्ने प्लान बनाएको छ है सर हामीहरूले।